र यसपटक मैले तिमीलाई 2 पटक भेट्ने मौका पाएँ, तर विडम्बना पहिलो पटक त तिम्रो नजिक पुग्न पनि सकिनँ। टाढेबाट निहाली गोजीबाट फोन निकालेर कैद गरेँ तिम्रो एक तस्बिर। विक्षिप्त भएँ तिम्रो रूप देखेर। तिम्रो काखमा बसेर एक टुक्रा कागजमा कलमको टुप्पोले डोको बुन्दै आफ्ना सपनाका बिम्ब बुन्थे। तिम्रै सोपानमा चढेर आफूलाई उचाइमा पुर्याउन खोज्थे। तिमीले ठुलै हुनु है भनेर आशीर्वाद दिइरहँदा हस भनी शिर झुकाइरहने म तिम्रो नजिक पुग्न सकिनँ, तिमीलाई निहाल्न सकिनँ। तिमीलाई त लाग्यो होला है, सानोमा खुसी हुँदा परैबाट मलाई सुनाउने यो मेरो आशीर्वादले साँच्चै ठुली पो भइसक्यो रे। मेरो नजिक आउन पनि खोजिन, अँगाल्न त परको कुरा। यो संयोग होला है, अर्को पटक आउँदा तिमी रहने हो या होइनौ भनेर। अर्को पटक आउँदा तिमी रहने हो या होइनौ भनेर दोस्रो पटक तिम्रो सामु आउने मौका मिलेको। यो पटक भने तिमीलाई सुनाएँ आफ्ना सफलताका कथाहरू। गोजीबाट फोन निकालेर कैद गरे तिम्रा धेरै तस्बिरहरू। तिमीसँगै हुँदा मानसपटलमा घुमिरहे तिमीसँगैका मिठा पलहरू। माटोले त अझै पनि बाल्यकालको बास्ना छर्दै थियो। बाटोले त झन् मेरो सफलताको शुभकामना दिन तयारी अवस्थामा थियो। दलालले भन्दै थियो, हेर्न तेरो खाटमा त धमिरो लाग्यो, मैले सम्हाल्न सकिनँ, मलाई माफ गरिदे है। लाग्यो आज तिम्रो यस्तो अवस्था हुनुमा गल्ती त मेरै हो। मेरो सपनाले रहरले या भनौँ बाध्यताले तिम्रो भौतिक रूप मेरो समीपमा राख्न सकिनँ। राखे त केवल मन मुटुमा मात्र। चिसिएको थियो शरीर, चिसिएको थियो मन र चिसिएको गालामा तातो पानी आउँदै थियो। अनि कतैबाट आवाज आयो, जाम अब ढिलो भइसक्यो, यो त अरू कसैको नासो हो, हाम्रो होइन अब। अनि कतैबाट आवाज आउँदै थियो, जाम अब ढिलो भइसक्यो, यो त अरू कसैको नासो हो, हाम्रो होइन अब। र यो कविता मैले यसपटकको दसैँको छुट्टीमा मेरो जन्मठाउँ अर्घाखाँची, पाडुङ गाउँपालिका 2 अर्घाखाँची पोखराथोक पिपलडाँडामा रहेको जन्मघरमा 2 पटक पुग्ने मौका पाएकी थिएँ। र त्यहाँ